नमस्कार, म सूर्य ढकाल। हामीले आजको यस भिडियोमा हाउ टु मोनिटाइज टिकटक, फेसबुक एन्ड युट्युब। अहिले हामीले संसारको जुनसुकै देशमा रहेर पनि हामीले फेसबुक, युट्युब र टिकटकबाट चाहिँ धेरै इन्कम गर्न सकिन्छ। म तपाईहरुलाई हरेक कुराहरुको लाइभ देखाउने छु र के कसरी जिरो लेभलबाट सबै कुराहरुको यो सबै कुराहरु म तपाईलाई जानकारी गराउँछु। तपाई केही समय वेट गरेर आजको यो भिडियो म ज्ञान लिनको लागि, केही कुरा सिक्नको लागि 10 मिनेट चाहिँ म आज समय दिन्छु भनेर तपाईले हेर्नु होला है। धेरै कुराहरु सिकाउँछु, जो नयाँ हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, एभ्रीथिङ कुराहरु गर्छु। तीनवटा कुराहरु म आफैले पनि युट्युब, फेसबुक र टिकटक तीनवटै मोनिटाइज गरेर इन्कम गरिराखेको छु। यो इन्कम कस्तो हुन्छ, कति इन्कम आउँछ म त्यो पनि तपाईलाई देखाउँछु है। तपाईको 500 भ्युजमा $8 भनेको तपाईको चाहिँ 1000 भन्दा बढी इन्कम हैन। 500 भ्युजमा भनेको तपाईको सामान्य एउटा भिडियो, सामान्य तपाईको 2-4 मिनेटको भिडियोमा तपाईले 1000 इन्कम मिनिमम गरेको मैले लाइभ मेरै भिडियोबाट तपाईलाई देखाउँछु। र तपाईले पनि भोलि यसरी नै इन्कम गर्न सक्ने, कसरी बन्न सक्नुहुन्छ, यी कुराहरु पनि म सिकाउँछु। तपाई चाहिँ धेरै भ्युज आउँदा पनि थोरै इन्कम भएको हुन्छ कतिजनाको हैन, कतिजनाको भ्युज नै आउँदैन। एभ्रीथिङ सनलाइट टिभी युट्युब च्यानलमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। जो नयाँ हुनुहुन्छ अनिवार्य रूपमा हामीसँग जोडिनु होला, सब्स्क्राइब गर्नु होला। यसले तपाईलाई कुनै घाटा लाग्दैन, तर मलाई फाइदा हुन्छ किनभने मेरो फ्यामिली, मेरो युट्युब च्यानलमा यति धेरै सब्स्क्राइबर, फलोअर्सहरु हुनुहुन्छ है। मलाई एउटा चाहिँ आत्मविश्वास बढ्छ हैन। तर तपाईहरुलाई घाटा लाग्दैन, के तपाईलाई पनि फाइदा हुन्छ। के फाइदा हुन्छ भने चाहिँ तपाईले सब्स्क्राइब गर्नुभयो भने मेरो भिडियो तपाईको मोबाइलसम्म आउँछ। त्यसकारण सब्स्क्राइब गर्न नभुल्नु होला। आज म फर्स्टमा जाँदै छु, युट्युबबाट कुरा गर्छु, अनि फेसबुक, त्यसपछि टिकटक है मोनेटाइज गरेर हाउ टु अर्न मनी है इन डलरमा चाहिँ हामीले कसरी कमाउन सकिन्छ, अनि हामीले मोबाइलमा ब्याङ्कसम्मै कसरी ल्याउन सकिन्छ, यी सबै कुराहरु है त। फर्स्टमा युट्युबमा अहिलेसम्म तपाईको 1000 सब्स्क्राइबर, त्यसपछि तपाईको चाहिँ फलोअर्स चाहिँ 1000 सब्स्क्राइबर हुनुपर्छ र वाच टाइम चाहिँ 1 वर्षमा 4000 घण्टा वाच टाइम पुगेको हुनुपर्छ भन्छ। त्यो भनेको तपाईको लगभग 1 वर्षभित्र 2,40,000 मिनेट भ्युज। युट्युबमा त्यति गराउन सक्नुभयो भने अहिलेको सबैभन्दा बेस्ट र भरपर्दो अनलाइनबाट इन्कम गर्न सक्ने, जोसुकैले पनि, तपाई हामीले जसले पनि गर्न सक्ने, अहिलेसम्म कति धेरै जनाले आफ्नो फेस नदेखाइ पनि एकदमै धेरै इन्कम गर्नुभएको छ युट्युब है। सिकाउँछु म, वेट गरेर हेर्नु होला है। युट्युबमा त्यस्तो थियो, तर 2027 बाट युट्युबले एउटा नयाँ अपडेट अस्ति भर्खरै निकालेको छ। अब मोनिटाइज हुनको लागि 1000 फलोअर्स भएर 8000 घण्टा वाच टाइम चाहिन्छ भनेको छ। त्यो भनेको 4,80,000 जति भ्युज हुनुपर्छ। लगभग 5 लाख जति भ्युज भयो भने तपाईको युट्युब मोनेटाइज हुन्छ भनेको छ। 1 वर्षमा 5 लाख है। फेसबुकमा हाम्रो चाहिँ 30 दिनमा 3 लाख पुर्याउने भन्छ, तर युट्युबमा 1 वर्षभित्र तपाईले 5 लाख भ्युज ल्याउँदा हुने भयो लगभग, र तपाईको चाहिँ इन्कम पनि एकदम राम्रो हुन्छ है। युट्युबको कुरा हो यो हो। तपाईले भिडियो बनाउने, अपलोड गर्ने तरिकाहरु मैले नेक्स्ट भिडियोहरुमा सिकाउने छु। हरेक कुराहरु सिकाउँदै जाने छु, सँगै अगाडि बढाउँला, तपाईहरु हेर्दै जानु होला। अब म फेसबुकमा जाँदै छु। फेसबुकमा अहिले जसले पनि मोनिटाइज गर्न खोज्नु भएको छ उहाँहरुको लागि एउटा महत्त्वपूर्ण जानकारी के हो भने, फेसबुकको क्राइटेरिया जति पनि छ नि, तपाईको चाहिँ कम्युनिटी गाइडलाइन्स त्यो चाहिँ भायोलेसन नगरेको हुनु पर्यो, ब्लू टिक नै भएको हुनु पर्यो तपाईको प्रोफाइल, अरूको डुप्लिकेट कन्टेन्ट अपलोड गरेको हुनु भएन, तपाईको 10,000 फलोअर्स पुगेको हुनु पर्यो, 90 दिन भित्र तपाईको चाहिँ खास 90 दिन भित्र यो युट्युब हो, 30 दिन भित्र अहिले 3 लाख भनेको छ। कसैकोमा चाहिँ 1.5 लाख भ्युजमा पनि क्राइटेरिया पुगेको देखिएको छ, त्यो पुरा गरेको हुनु पर्यो। र विकली च्यालेन्जहरु तपाईले 4 वटा मिनिमम विकली च्यालेन्ज पुरा गरेको हुनुपर्छ। र पछाडी त्यही फेसबुकले लेखेको छ स्टार च्यालेन्ज। स्टार च्यालेन्जमा यो 100 स्टार वाला चाहिँ अनिवार्य छैन भनेर लेखेको छ। त्यसकारण यो 100 स्टार चाहिँ पुरा नगर्दा पनि हुन्छ। तपाईको मिनिमम 3 वटा स्टार वाला पुरा गर्नु होला र विकली च्यालेन्जहरु पुरा गर्दै जाने, कन्टिन्यू काम गर्दै जानुभयो भने फेसबुकबाट पनि मोनेटाइज गरेर धेरै इन्कम गर्न सकिन्छ। फेसबुकले पनि राम्रो दिन्छ, तर धेरै भ्युज आउँदा पनि थोरै इन्कम के कारणले हुन्छ भन्दा हामीले खास चाहिँ मोनेटाइजेसन सँग मिल्ने खालको
एडभर्टाइजले चाहिँ एडभर्टाइज दिने टाइपको एडभर्टाइजरले एडभर्टाइज दिने टाइपको कन्टेन्ट बनाउनुपर्छ। तपाईँले जे पिटी कन्टेन्ट बनाएर भ्युज ल्याउँदैमा चाहिँ इन्कम राम्रो हुन्छ भन्ने हुँदैन। ज्ञानमूलक मैले तपाईँलाई यो एआई सम्बन्धी, इन्टरनेट सम्बन्धी, अनलाइन बिजनेस सम्बन्धी होइन कसरी इन्कम गर्न सक्ने यस्ता खालका कुराहरू मैले सिकाउँदा मसँग मेरो यो भिडियो हेर्दै गर्दा बज्ने एड विज्ञापन कस्तो राम्रो टाइपको बढ्छ, महँगो टाइपको बज्छ अनि मलाई धेरै डलर दिन्छ। अब तपाईँहरूले केही स्किल नसिकिकन यत्तिकै अरूको भिडियो हालेर हाँसेर उडाएर यस्तो भिडियो बनाउनु भयो भने तपाईँको चाहिँ 10,000 20,000 भ्युज हुँदा पनि $1 आउन गाह्रो हुन्छ। र तपाईँले फेसबुकमा मिनिमम $25 इन्कम भयो भने निकाल्न सक्नुहुन्छ। ब्याङ्कमै निकाल्ने हो भने चाहिँ तपाईँको $100 इन्कम गर्नुपर्छ। युट्युबमा पनि मिनिमम क्राइटेरिया भनेको $100 हो। $100 नभइकन निकाल्न मिल्दैन पैसा। तर $100 भनेको दिनको चाहिँ तपाईँको $3 भयो भने 30 दिनमा $90 होइन कटिहाल्छ। तर $3 ल्याउन तपाईँले राम्रो खालको भिडियो बनाउनु भयो भने दिनको एउटा भिडियो हाले मस्त। नयाँलाई है, पुरानोलाई त हामीले त महिनामा 5-7 वटा भिडियो हाले पनि $100 पुगेको हुन्छ। किनभने हाम्रो पुरानो चाहिँ युट्युबलाई एकदम राम्रो राम्रो विज्ञापनहरू बज्ने भएको हुनाले मेरो सामान्य भिडियोमा पनि $8-10 आएको हुन्छ है। 1000 भ्युजमै तपाईँको चाहिँ $8 $10 सम्म आएको, मसँग $25 सम्म आएको यहाँ भिडियो छ। अब तपाईँले फेरि अर्को कुरा छ टिकटक मोनिटाइज गर्न पनि 10,000 फलोवर्स पुगेकै हुनुपर्छ र 28 दिनमा तपाईँको कति भ्युज पुगेको हुनुपर्छ, 1 लाख भ्युज पुगेको हुनुपर्छ भनेको छ। तपाईँले त्यो क्राइटेरिया पुरा गरेर आफ्नो ओरिजिनल सङमा बनाउने होइन, आफू बोलेर टाइपको केही कुराहरू जानकारी दिएको टाइपको त्यस्तो टाइपको भिडियो बनाउनुहुन्छ भने टिकटकबाट पनि राम्रो इन्कम गर्न सकिन्छ है। त्यसकारण चाहिँ अहिले हामीले प्लेटफर्म फेसबुक, युट्युब र टिकटक मोनिटाइज गरेर धेरै इन्कम गर्न सकिन्छ। अब हामीले कसरी सुरुवात गर्ने? अब तपाईँहरूले चाहिँ सुरुमा मैले चाहिँ एकदमै तपाईँहरूलाई भन्नुपर्ने सुरुमा चाहिँ युट्युब सुरुवात गरौँ। युट्युब च्यानल कसरी खोल्ने, युट्युब च्यानल खोल्ने तरिका म नेक्स्ट भिडियोमा लिएर आउनेछु। सब्सक्राइब गरेर बस्नु होला। युट्युब च्यानल कसरी खोल्ने र कसरी काम गर्ने, कसरी भिडियो बनाउने र कन्टेन्ट तपाईँ घरमै बसेर तपाईँले घरमा खाना पकाएको कुराहरू राखेर पनि एकदमै धेरै इन्कम गर्न सक्नुहुन्छ। हामीले देखिराखेको छौँ युट्युबमा होइन। सबैभन्दा धेरै इन्कम दिने भनेको युट्युबले नै हो र युट्युबमा अगाडि बढ्नको लागि म सिकाउने छु। त्यसपछि तपाईँको फेसबुक हो, त्यही भिडियो तपाईँले युट्युबमा पनि अपलोड गर्न सक्नुहुन्छ, त्यही भिडियो तपाईँले फेसबुकमा पनि अपलोड गर्न सक्नुहुन्छ। त्यसकारण चाहिँ एकदमै फाइदाजनक रहेको छ है युट्युब र फेसबुक। टिकटकमा अलिकति सजिलै भ्युज आए पनि त्यति धेरै इन्कम नदिने हुनाले म चाहिँ तपाईँहरूलाई रिकमेन्ड गर्ने भनेको युट्युब र फेसबुक एकदमै रिकमेन्ड गर्छु। अनलाइन इन्टरनेटबाट इन्कम गर्नको लागि एकदमै भरपर्दो प्लेटफर्महरू फेसबुक र युट्युब हुन्। अब केही तपाईँहरूसँग क्वेसन छ भने मलाई तल कमेन्ट गर्नु होला। सोध्न चाहेको, बुझ्न चाहेको, मैले अलरेडी युट्युबमा हेर्दै हुनुहुन्छ भने 4 लाख सब्सक्राइबर पुग्न लाग्नुभयो, फेसबुकमा हेर्दै हुनुहुन्छ भने 25,000 फलोवर्स हुँदै हुनुहुन्छ, टिकटक पनि मैले गर्दै थिएँ सुरुमा चाहिँ 65,000 फलोवर्स हुनुहुन्छ। तीनवटै मोनिटाइज गरेको छु, तीनवटैबाट इन्कम गरेको छु। तपाईँलाई पनि गर्न सिकाउन गइरहेको छु भने तपाईँ पक्कै पनि साथ दिनु होला, हामीसँगै जोडिनु होला है त।